एफिसी 6 को 2 र 3 मा आधारित छोटो सन्देश। आफ्ना बुबा र आमालाई आदर गर। यो केवल आज्ञा मात्र होइन, यो एउटा प्रतिज्ञा सहितको निर्देशन हो, ताकि तिमीहरूको भलाइ होस् र तिमीहरू पृथ्वीमा लामो समयसम्म बाँच्न सक। आजको समयमा हामी प्राय स्वतन्त्रतालाई प्राथमिकता दिन्छौँ, तर यो वचनले हामीलाई सम्झाउँछ कि आमा बुबाप्रति आदर गर्नु भनेको हाम्रो कर्तव्य मात्र होइन, हाम्रो आशीर्वाद पनि हो। आदर गर्नु भनेको उनीहरूको मूल्य बुझ्नु हो, उनीहरूले गरेको त्याग, दिएको माया र देखाएको मार्गदर्शनको कदर गर्नु हो। कहिलेकाहीँ फरक मत हुन सक्छ, तर आदर भने सधैँ रहनुपर्छ। परमेश्वरले यसलाई एउटा सुन्दर प्रतिज्ञा जोड्नु भएको छ, शान्ति, सफलता र दीर्घ जीवन। जब हामी आदर गर्छौँ, हामी हाम्रो जीवनलाई सही दिशामा अघि बढाउँछौँ। आज नै एकछिन समय निकाल्नुहोस्, आफ्ना बुबा आमासँग मिठो बोली बोल्नुहोस्, धन्यवाद दिनुहोस् र माया देखाउनुहोस्, किनकि आदर केवल आज्ञा होइन, यो आशीर्वाद हो। यदि तपाईलाई यो सन्देश मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोस्।